नमस्कार सबैलाई। साथीहरू, म भिडियो बनाइरहेको छु, तर डर कहाँ कहाँ भित्र छँदैछ। यो डर छ कि मेरो भिडियो कस्तो होला, कसले मन पराइदेला, कसले लाइक गरिदेला, कसले डिसलाइक गर्ला, वा कसैले नराम्रो केही गल्ती पो बोलिहाल्छु र कसैले गाली गलोच गर्छ भइहाल्छ कि, अथवा कुनै पनि टपिक्सहरूमा बोल्दाखेरि ओहो धेर पो भइहाल्छ कि, कसैले नराम्रो कमेन्ट्स गर्छ होला हैन। त्यो कमेन्ट्सलाई पनि डाइजेस्ट गर्नुपर्ने हुन्छ। त्यो डाइजेस्ट कसरी गर्न सक्छु नराम्रो कमेन्ट्सलाई? कसैले पनि राम्रो कमेन्ट्स गर्यो भने त खुसी भइहालिन्छ हैन, तर पनि त्यसलाई पनि एउटा लिमिटमा खुसीलाई पनि राख्नु पर्यो। अनि नराम्रो कमेन्ट्सलाई डाइजेस्ट गर्नु पर्यो। कति ठाउँबाट त फोन कल आउँछ, मेसेज आउँछ, किन यस्तो गरेको, किन यो यस्तो बोल्छस् कि गर्छ इत्यादि हुन्छ हैन। अब बोल्दै जाँदाखेरि कहिलेकाहीँ आफ्नो पनि 2-4 शब्द अगाडि बढिहाल्छन्। कहिलेकाहीँ जति भन्नुपर्ने मनमा लागेका कुरा ती सम्पूर्ण भन्न पनि सकिँदैन। अब यस्ता विभिन्न किसिमका, अनि अब हाम्रै गाउँ समाजमा पनि घरमा पनि हामी कहिलेकाहीँ के हुन्थ्यो भने बोल्दै गर्दाखेरि हामी कस्तो इन्भाइरोमेन्टमा थियौँ भन्दाखेरि बोल्दै गर्दैको थियौँ, हामीले पनि आफ्ना कुरा राख्दै गर्दै ए चुप चुप चुप, तेरो अहिले एकछिनमा बोल्नु नि समय भएको छैन तेरो भन्ने कुराहरू आउँथे। तर आजको समय त्यो छैन। आज तपाईँलाई मनमा लागेको कुरा जतिसुकै, जहाँसुकै, जुनसुकै अवस्थामा पनि आफ्ना कुराहरू राख्न सक्नुहुन्छ। तर बानी गर्नुपर्छ। बाहिरको संसारले अब हामीलाई रोक्न सकिने अवस्था छैन, तर भित्रको जन्जिर, भित्रको मनको बन्धनले चाहिँ अहिले पनि हामीलाई रोकिरहेको छ। त्यसैले त हेर्नुहोस् न, सबैजना, मलाई पनि अहिले तपाईँहरूसँग बोल्दा डर लागिरहेको छ। अलि कता कता एउटा डर भइरहेछ, अनुभव फिल भइरहेछ। अनि बोल्न सकिँदैन, तर यस्ता जन्जिरहरू, यस्ता बन्धनहरूलाई हामीले बिस्तारै बिस्तारो पत्र पत्र उठाउँदै उठाउँदै यसबाट अगाडि बढ्नुपर्छ। यसलाई जित्नुपर्छ। डेफिनेटली हामीले यसलाई जित्नुपर्छ। यसको लागि अभ्यास गर्नै पर्छ र मनलाई मजबुत पार्नै पर्छ। त्यसैले अब हामीले जुन कुरा हामी पनि केही पनि कुरा राख्छौँ। अब समाजमा केही कुरा राख्नु पर्यो, हाम्रो केही बाटोघाटोको कुरामा अब आफूलाई पनि केही कुरा मन लागिरहेको हुन्छ, तर कसले के भन्देला, कसले के भन्ला, खिल्ली पो उडाउला कि भनेर हामीले आफ्ना कुराहरू राखिरहेका हुँदैनौँ हैन। तर हामीले अब आँट गर्नुपर्छ, हाम्रो जन्जिरलाई तोड्नुपर्छ। साना साना कुराबाट सुरु गर्नुपर्छ कि मेरो विचारमा मलाई पनि एउटा कुरा भन्नु छ, मेरो विचारमा यस्तो गर्दा राम्रो हुन्थ्यो कि भनेर आफ्नो विचार राख्नुपर्छ। हेर्नुहोस्, तपाईँले विचार राखेकोमा होला 2-4 जनाले मुख फुलाउलान्, 2-4 जना अर्कोपट्टि फर्केलान्, तर अधिकांशले तपाईँलाई स्वागत नै गर्नेछन्। तपाईँले विचार राखेकोमा तपाईँलाई धन्यवाद अवश्य दिनेछन्। त्यसैले अथवा अब कुरा गरौँ, अब यो सबै विषयमा अब कुरा गरौँ। सबैभन्दा स्टेजको कुरा। अब स्टेज मलाई पनि एकदम डर लाग्ने स्टेजमा हैन। अहिलेसम्म मैले स्टेजमा त्यसरी माइक समाएर एक दुई ठाउँमा बोलेँ, तर एकदम डरले मैले त्यो कार्यक्रमलाई राम्रोसँग चलाउनै सकिनँ। कार्यक्रम चलाउन सकिनँ। मनमा कुरा छ, तर मनमा यस्तो आगो जस्तो उत्पन्न भएर ताप भएर जिउ तातेर हो बोल्नै सकिँदैन त। एकदम त्यस्तो भएर 2-4 वटा मैले गरेका प्रोग्रामहरू चाहिँ सुरुमा पहिले प्रोग्राम गर्दाखेरि त्यसरी मैले कार्यक्रम चलाउँदाखेरि म एकदम हतोत्साहित भएँ। म धेरै डराएँ, एकदमै डराएँ। अहिले पनि डराउँछु, डराउँदिनँ भनेको छुइनँ। म यो पूर्ण जन्जिरबाट पूर्ण मुक्त भएँ भन्ने कुरा चाहिँ होइन हैन। यो अब छ, मलाई त्यसमा गिल्टी पनि छ। अनि त्यस पछाडि पछिका कुराहरूमा मैले त्यस पछाडि एकदम धेरै लामो ग्याप गरेँ। मैले त्यस पछाडि न मैले सामाजिक सञ्जालमा बोलेँ, न अरू साथीभाइहरूसँग बोलेँ। कुनै पनि बैठकमा, मिटिङमा मैले आफ्ना कुराहरू स्पष्टसँग कहीँ पनि राखिनँ। किन? म त्यो डराएर अझै डराउँदै गएँ। त्यो जन्जिर अझै दह्रो बलियो हुँदै गयो। म जति डराउँछु, म जति लुकाउँछु, त्यो जन्जिर चाहिँ त्यति दह्रो भएर आउँदो रहेछ र मलाई कहिल्यै यसले खुल्नै नदिने, मेरा विचार मैले कहीँ राख्नै नपाउने। किन? म भित्रबाट तातो भएर आएर बोल्नै नसक्ने। यस्ता कुराहरू छन्। आफूले आफूलाई समतलमा राखेर मेरो जानेका कुराहरू सबैलाई बिर्सिएर म अन्जान हुँ, म केही जान्दिनँ, म एकदम शून्य हुँ भनेर आफ्नो कुराहरू राख्न सुरु गर्नुपर्छ साथीहरू। पहिलो स्ट्रोकमा तपाईँ गरिहाल्नुहोस्। आज तपाईँ एउटा 1 मिनेटको भिडियो बोलेर हालिहाल्नुहोस्।
पोस्ट गर्नुहोस्। अहिले त तपाईँलाई सजिलो छ, पोस्ट नगर्नुहोस्, तपाईँ भिडियो बनाएर राख्नुहोस् अथवा घरमा पनि तपाईँका कुरा, तपाईँका सपनाका कुरा भनिदिनुहोस्। अनलाइनमै भन्नुपर्छ भन्ने कुरा पनि होइन, तपाईँ आफ्नो घरमा तपाईँका सपनाका कुरा, तपाईँलाई के बन्न चाहनुहुन्छदेखि लिएर इत्यादि कुरा एउटा लेख्नुहोस्, सानो लेखेर भनिदिनुहोस्। समाजमा भनिदिनुहोस्, यो ठाउँमा यस्तो गर्न पाए हुन्थ्यो भनेर भनिदिनुहोस्। हो, त्यहाँबाट आउने नेगेटिभ कमेन्ट्सहरूलाई डाइजेस्ट गर्न गाह्रो छ, तर जति जति हामी यसलाई लुकाउँछौँ, जति जति हाम्रा मनका कुराहरूलाई हामीले लुकाउँछौँ, त्यति त्यति हाम्रो मनमा यो डरले राज गर्छ। ढिला भएको छैन साथीहरू, कहिले ढिला हुँदैन। आज नै, अहिले नै तपाईँ आफ्नो यात्राको सुरुवात गर्नुहोस्। आफ्ना मनमा लागेका कुराहरू भन्नुहोस्, परिवारमा भन्नुहोस्, समाजमा भन्नुहोस् र आफ्नो जुन पनि भित्र जुन हाम्रो पब्लिक स्पिकिङको जुन डर छ, जुन अहिले मलाई पनि लागिरहेको छ, त्यो डरलाई चाहिँ कम गरौँ होइन, त्यो अब एकदम समाप्त गरौँ। नसक्ने भयौँ भने त एकदमै राम्रो हो, तर म पनि त्यो यात्रामा छु। एकदमै थोरै डरलाई मैले जित्ने प्रयत्न गरिरहेको छु। आज पनि मलाई भिडियोमा बोलिरहँदाखेरि डर लागिरहन्छ। साथीहरू, घरमा, समाजमा, स्टेजमा, सामाजिक सञ्जालमा बोल्नको लागि, आफ्ना कुराहरू राख्नको लागि अब डराएर बस्ने समय छैन। अहिले पनि म जति कुरा मेरा हिसाबले लेख्न सक्छु, जति कुराहरू मैले एउटा कुनै पनि कुरामा लेखेँ भने त्यो कति धेरै प्रभावकारी तरिकाले लेख्छु, एकदम धेरै प्रभावकारी। तर त्यो लेखे अनुसारले म अहिले बोल्न सक्दिनँ। फेरि तपाईँ जति लेख्न सक्नुहुन्छ, सोच विचार गरेर तपाईँ एउटा लेख लेख्न सक्नुहुन्छ, कविता लेख्न सक्नुहुन्छ, के गर्न सक्नुहुन्छ, त्यो तपाईँले बोल्न पनि सक्नु पर्यो नि। तर सकिँदैन, त्यो हो पूर्णता। त्यहाँ चाहिँ पूर्ण हुन्छ हामी, तर त्यो यात्रामा चाहिँ हामी त्यो जस एउटा जुन पाइलामा चाहिँ अगाडि हामीले सार्नै पर्छ। होला आज लेखे जस्तो हामी बोल्न सक्दैनौँ, अवश्य भोलि केही प्रतिशत अगाडि बढ्नेछौँ, पर्सि अलिकति अगाडि बढ्नेछौँ, क्रमिक रूपमा यसरी अगाडि बढ्ने नै छौँ। त्यसैले साथीहरू, तर जब त्यो तपाईँलाई मनले चञ्चल, यो मन यति धेरै बाटो छ कि तपाईँलाई यसले आज गरौँ, एउटा केही कुराहरू मैले बोलौँ भन्ने लागिरहँदाखेरि यसले दिँदैन, होइन भोलि गर्न भन्छ। भोलि आएपछि फेरि दिन्छ त। त्यसले गर्दाखेरि यो जुन आफ्नो भित्र मनको डर, जुन कोर डर, यसलाई जित्नको लागि चाहिँ तपाईँले एकचोटि चाहिँ जेसुकै होस्, म त्यो आएको जुन परिस्थितिबाट उत्पन्न हुने जति पनि रिएक्सनहरू छ त्यसलाई म डाइजेस्ट गर्छु। त्यसलाईबाट म भएको जुन आउँछ त्योबाट जति पनि कुराहरू नेगेटिभ पोजिटिभ जे आउँछ त्यसलाई म स्वीकार्छु भनेर आफूलाई स्वीकार्नु पर्यो। मैले बोल्न जति सकेँ, ठिक छ, सकिनँ, ठिक छ, म यतिकै छु, मेरो योग्यता यही हो, यही अनुसारको म बोल्दैछु भन्ने कुरामा कन्फर्म भइसकेपछि हामीले सामाजिक सञ्जालमा बोल्न सक्छौँ जस्तो मलाई लाग्छ। साथीहरू, मैले पनि प्रयास गरिरहेको छु। अहिले लगभग नर्सरीबाट एलकेजी युकेजीतिर पुगिरहेको छु। साथीहरू, तपाईँ पनि यात्रामा अगाडि बढ्नुहोस्। जतिजना बोल्नुहुन्न, जसले बोल्नुहुन्छ उहाँहरूको भिडियो हेर्नुहोस् र उहाँहरूले बोलेका कुराहरूबाट सिक्नुहोस्। आजलाई सबैलाई धेरै धेरै शुभ बिहानी, गुड मर्निङ, धन्यवाद।